आज छोरी बिरामी भएको हुनाले चाहिँ आधा घण्टा बाटो हिँडेर चाहिँ दबाई गर्न लग्यो। बच्चा बिरामी भएपछि यति धेरै टेन्सन लाग्छ न त खाना खान मन लाग्छ न त पानी पिउन। मेरो छोरीले आज ज्वरो आउँदा चाहिँ त्यही भएर हिजो साँझ रातभरि मलाई सुत्नै दिएन के। राति छिनछिनमा उठेर रुइरहेको थियो के। बिहानतिर त खेलिरहेको थियो हैन, सबै ठिक छ सोचिरहेको थिएँ मैले। दिउँसो एक्कासी ज्वरो आयो के। 3-4 दिन भयो धेरै नै गर्मी बढिरहेको छ नि त। आज दिउँसो पनि एकदमै चर्को घाम लागेको थियो। एकछिन पछि शीतल भएपछि मेडिकलसम्म लगौँला सोचिरहेको थिएँ हैन, तर उलाई चाहिँ झन् गाह्रो हुन लाग्यो। घाममै भए पनि मेडिकलसम्म लग्ने सोच्यौ हामीले। यो आपको चाहिँ पात थोरै दाना धेरै रहेछ। सन्चो हुँदा मेरो छोरी यति धेरै चकचक गर्थी नि, आज हेर्नु न कस्तो भइरहेको के। मामा घर आएपछि बच्चाहरु त्यसै पनि बिरामी हुन्छ भन्छन्, त्यही माथि मेरो छोरी त बिरामी भई। जहिले मामा घर आएपछि एक न एक थोक हुन्छ के। म फेरि अलिकति पनि केही भयो भने एकदमै धेरै आत्तिन्छु के। मम्मी भन्दै हुनुहुन्थ्यो के नआत्ति, यो नर्मल हो, केही पनि हुँदैन भनेर। तर मेरो मनले कहाँ मान्छ त है, कति बेला मेडिकल पुगौँला भन्ने जस्तो भइरहेको थियो। अनि यहाँ पुगिसकेपछि अंकलले फर्स्टमा चाहिँ ज्वरो नाप्नु भयो, ज्वरो त रहेछ। अनि दुईटा दबाई चाहिँ त्यही खुवाइदिनु भयो, अनि एउटा चाहिँ घर गएर खुवाउनु भन्नुभयो। अनि त्यहाँबाट चाहिँ हामीहरु फटाफट घरको लागि निस्कियौं। यो हाम्रो गाउँमा के साथीहरु सबै ठिकै छ हैन, चाहिएको बेलामा चाहिँ अटो भेटिदैन के, त्यही हो। जाने बेला चाहिँ हामीले बोतल लिएर गएको थियौं के, अनि आउने बेला पानी भरेर ल्यायौं। खाना पकाउन लुगा धुन चाहिँ नलकाको पानी भइहाल्छ, पिउनको लागि चाहिँ धाराको पानी युज गर्छ। यो गर्मीमा पुरै सास फुलेर कस्तो भइरहेको थियो, अनि चिसो पानी खाइसकेपछि बल्ल सास आयो। त्यहाँनिर एकछिन रेस्ट गरेर अनि हामी घरको लागि निस्कियौं। यो गर्मीमा सबैजनाले आफ्नो केयर गर्नु होला। फाइनली साथीहरु हामीहरु घर पुगिसक्यौं। आजको दिन चाहिँ मेरो यस्तै गयो।